आजको न्यूज अलिकति दुःखद अनि मार्मिक छ। राष्ट्रको जर्सीमा सजिएका खेलाडीहरूको अपमान गरेर फोटो कुनै फोहोर जस्तो ठाउँमा फालिएको छ। अगाडि हामीले डस्टबिन जस्तो पनि देखेका छौं। कुन खेलाडीलाई चित्त बुझ्छ यस्तो देख्दा? राष्ट्रलाई जिताउन, राष्ट्रलाई चिनाउन चाहिँ कडा मेहनत गरेका खेलाडीहरूको यस्तो अपमान हुँदा पनि भलिबल संघ किन चुप बसिरहेको छ? अब आउने खेलाडीहरूलाई के शिक्षा जान्छ त? बेन्च भलिबल 2090 सार्क अन्तर्गतको यो तस्बिर चाहिँ कुनै एउटा ठाउँमा सम्मान गरेर सजिनु पर्ने, आउने भावी पिढीहरूको लागि चाहिँ उदाहरणको रूपमा देखाउनु पर्ने ठाउँमा फोहोरको अगाडि टालिएको छ। यस विषयमा पूर्व राष्ट्रिय टिमका कप्तान मानबहादुर श्रेष्ठ दाइले आफ्नो विचार राख्नु भएको छ। भावुक हुँदै के भन्नु भएको छ अहिलेको क्रममा हेर्न सक्नुहुनेछ। राष्ट्रिय टिमको जर्सी लाउनको लागि कति दुःख, कति मेहनत गर्न पर्छ भनेर त तपाईहरुलाई सोच्न सक्ने एउटा क्षमता पनि छैन। हुन त तपाईहरुले राष्ट्रिय टिमको जर्सी लगाएका मान्छेहरू, राष्ट्रिय टिमबाट खेलेका, आफ्नो देशलाई चिनाउनको लागि खेल्नु भएको मान्छेहरू संघ संस्थामा बस्नु भएको भए पो अलिकति थाहा हुने गर्दछ। यसरी राष्ट्रिय टिमबाट खेल्नु भएका खेलाडीहरूलाई यसरी हेलना गर्दाखेरि कस्तो हुन्छ राष्ट्रिय टिमबाट खेलेका खेलाडीहरूको मन? तपाईहरुलाई के थाहा छ? आज मेरो मन छिया भएको छ। मेरो मात्रै हैन, सम्भवतः भिडियो हेरेर त्यहाँ हुने सम्पूर्ण खेलाडीको मन छिया भएको छ। र यो खेलाडीको मात्रै हैन, यो सम्पूर्ण त्यहाँ हाम्रो बीच भलिबलको जुन हामीले साफ गेम खेलेका थियौं, त्यो गेमको फोटोलाई चाहिँ कुनै एउटा राम्रो ठाउँमा सजाइएर राख्नुपर्ने ठाउँमा एउटा डस्टबिनको नजिक फालिएको छ। हुन त तपाईहरुलाई हामी मध्ये को मन परेन या खेल मन परेन त्यो त म भन्न सकिन्न। साह्रै नै त्यहाँ हुने खेलाडीहरूको सबैको मन दुखेको छ र हामी त्यो दुखेको भएर चाहिँ हामी त्योले मात्रै हैन अरूको खेलाडीहरूको पनि मन दुख्ने छ भन्ने एकदम नकारात्मक असर जान्छ। र भलिबल सङ्घ या अब हाम्रो कहाँबाट फालिएको हो त्यो फोटो भिडियो एकदम असाध्यै चित्त दुखेको छ। एकदमै यत्रो दुःख गरेर, यत्रो पसिना बगाएर देशलाई मेडल दिलाइयो, अहिले यसरी बेदिसिनु परेको छ। र हाम्रो नाम चिनोस् भनेर हामीले आफूले सकेका दुःख पसिना झारेर देशको लागि मेडल दिलाइयो र अहिले त्यही फोटो त्यही हेरेर नयाँ आउने भाइ बहिनीहरूले केही सिकोस् भन्नु कहाँ छ लगाएर फोटो चाहिँ त्यसरी फाल्नु भएको छ। के त्यो फोटो फाल्ने मान्छेहरूलाई आफ्नो छोराछोरीको फोटो फालेसरी होइन र त्यो खेलाडीहरूको फोटो भनेको त? अलिकति पनि तपाईहरुलाई त्यति कुराको पनि हेक्का भएन? आज यस्तो दिन देख्दाखेरि चाहिँ एकदमै दुःख लागेको छ। तपाईहरु सबैले शेयर गरिदिएर यो फाल्ने मान्छे मध्ये पुर्याइदिनु होला। हुन त तपाईहरुलाई फाल्दाखेरि आनन्द आयो होला, त्यही भएर पनि फाल्नु भयो होला जस्तो लाग्छ। कुनै दिन आउनेछ हाम्रो समय पनि भन्ने छु। र यति भन्दै अब उहाँहरूलाई चाहिँ यसो हरकत आगामी दिनहरुमा चाहिँ नगर्दिनु हुन अनुरोध गर्दछु। त्यसरी फाल्नु भन्दा त बरु हामी कसैलाई सम्पर्क गरेर त्यो फोटो हाम्रो घरमा या हाम्रो अफिसमा पुर्याइदिनु भएको भए पनि धेरै खुसी हुने थियौं। त्यसरी बिनमा फालिदिनु भएको छ। एकदमै दुःख लागेको छ। आज मलाई एकदमै चित्त दुखेको छ। आगामी दिनहरुमा चाहिँ यस्तो नगर्दिनु हुनलाई अनुरोध गर्दछु। धन्यवाद।